हेलो सबैजनालाई गुड मर्निङ। आज म यति बिहान बिहानै उठेर चाहिँ गइदिएको बाँसबोटे, किनकि भाइको ल्यापटप छ त्यो नेपाल पठाउनुको लागि गाडी चाहिँ हट्टासम्म मात्रै आउँछ नि त, त्यही भएर रातभरिको पानीले दिन यस्तो छ। हिजो पनि यही बाटो हिँडेको, आज पनि यही बाटो म कन्टिन्यू हिँडिसकेँ यार, दिन डेली यही बाटो। इतना घना जङ्गल, एकछिनबाट रोड छ, त्यहाँदेखि गाडी पाउँछ सायद। गाडीमा जाने हो। मैले यहाँ फोन अलिक खल्लिँदैछ। ओइ यस्तै ठिक रहेछ हौ। यस्तो खतरनाक जङ्गलबाट जानुपर्छ यार। कहीं मेरे को चीता ना काट ले साला, काट दिया तो खत्म हो जाएगा। ऊपर वाले ने बोल यो यस्तो अप्ठ्यारो बाटो छ यी। बाटोको हालत मलाई चाहिँ तुम्फा निस्किनु छ यहाँदेखि, र यहाँदेखि छिरेर तुम्फा निस्केर हट्टा पुग्नु पर्ने छ। यसको पल्लोपट्टि त फेरि मेन रोड छ हो, यो बिचमा मात्रै रोड छैन नि त। उतापट्टि रोड छ हो, हेर्नु सक्नुहुन्छ तपाईँले रोड। म चाहिँ रोड आइपुग्नु आँटेँ हो। यसको थोडा पीछे खिस्कता हूँ। ओइ बाटो कम्ती अप्ठ्यारो छ नि। कोई मेरे को लिफ्ट दे दे, गाड़ी आके। देखो कौन गई हो यहाँ से यार। साला इतना वन मिस्टेक नीचे गया मैं ऊपर साले। इतना बड़ा बड़ा पत्थर, वो खाने वाला पत्थर नहीं, स्टोन को। क्या है ये? अम्बक, बेबी अम्बक। बचपन में बहुत खाया है सब बेबी अम्बक हमने। बारिश ना आ जाए बस, नहीं तो सारा मैं तो भीग जाऊंगा, मेरे सामान भीग जाएगा। लड़की के बैग बोक के वहीं जा रहा है बस बोटे। छी 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 छी, खत्म हो गया रे साला। ब्रेक पल्टाउने बेला भयो। सो टाइपको रोड हो। फेरि यहाँ बुस्न के साह्रो लाग्छ भने नि, यहाँ राखेर म इतना बड़ा बड़ा पत्थर साला। हो ये मेरा बढ़िया बिस्तर। लु छिटेर मेरो जुत्ताको हालत अन्त त्यस्तै भन्छ। अब चलो चलते हैं। सब मेरा ये सेल्फी स्टिक ना बहुत काम का है। चल देखा, अब ये लड़की की तरह बुक का जाना पड़ेगा ऐसे। दामी देखिरहेछ है।
सिक्किम सोरेङ हैट भुस्नाले चाहिँ मलाई के साह्रो डिस्टर्ब गरेको जुमिट यो हो सिक्किम सोरेङ स्क्रिन ब्राइटनेस त फुल गर्दैछ सिक्किम सोरेङ हो यो चाहिँ यार मतलब बुझ्नु म आएको त्यत्रो माथिबाट हो यत्रो ठुलो जङ्गल पार गरेर आयो मैले म त्यत्रो माथिबाट आएको कहाँ भनी जुम गर्दा पनि देख्दैन पहिला ओ माथि देखिएकोमा साले देखो अपना हालत कुछ ऐसा है यार साले जुत्ता का हालत मेरे खत्म हो गया साला यार म चाहिँ त्यत्रो पर पुग्नुपर्छ त्यो देख्दै गरेको बिल्डिङको टावरको छेउको उतापट्टि त्यहाँसम्म पुग्नु लागि मलाई चाहिँ कति किलोमिटर हिँड्नुपर्छ त्यो त मलाई पनि थाहा छैन चलते रहो पुग्यो हिजो बुधबार हजुर मेरा के एक बैग बोकने में भारी हो रहा है मिस यो रिम्बिक मटेना यही बेङ्गाल हो अनि यही देख्दै गरेको यो रिम्बिक यो बेङ्गाल हो यो पछि गरेको सिक्किम त्यसको छुट्टिन्छ चाहिँ कहाँबाट छुट्टिन्छ भन्दा नि बेङ्गाल र सिक्किम चाहिँ यहाँ तलबाट छुट्टिन्छ यो एनटिपिसी यहाँदेखि यता बेङ्गाल यहाँ यता पनि बेङ्गाल यो बिचमा चाहिँ सिक्किम यता पनि बेङ्गाल यता पनि बेङ्गाल बिचमा चाहिँ सिक्किम फेरि त्यसको पल्लो भित्तादेखि फेरि बेङ्गालै हो पुचुक्क निस्किन्छ क्या सिक्किमको भुइँमा चाहिँ दामी फुल फुलिरहेको रहेछ यहाँ त ओहो राम्रो छैन मन परेन भिडियो कहिले बनाएको बाबु कसरी भिडियो बनाउनु त्यो पनि थाहा हुन्छ कुछ पता नहीं है साला अपन को तो कभी कभार फोन चला लेता है बुधबारे तुम्फाको होमस्टे देख्नु आँटेछ तपाईँलाई देखाउँछु तुम्फाको होमस्टे अलिकति भए पनि अहिले मलाई चाहिँ अझै कत्रो हिँड्नु छ भने नि एक मिनट उतना सारा पहाड़ काट के जाना 7 समुंदर चिर के जाना पड़ेगा त्यो डाँडा यो पटको डाँडादेखि त्यो पारी पुग्दै देख्दै गरेको भित्ता मेरो ब्राइटनेस के हो
त्यो पारि कहिले पुग्नु होला म त्यो पारि भित्रको पल्लोपट्टि केही बोल सक्दैन सानो हुनु पनि साह्रै छ फ्यामिलीमा ओले हात छोटे ओले जात छोटे ठुलो हुनु पनि सानो अरे ठुलो हुनु पनि साह्रो छ सानो हुनु पनि साह्रो छ यत्रो सामानको लागि जान्नुपर्छ यत्रो सामानको लागि जान्नुपर्छ सानो भयो भने ठुलो भयो भने ठुलो भयो भने त झन् साह्रो नि ठुलो हुँदिनँ सानो हुँदिनँ म यतिकै ठिकै रहेछौँ यहाँदेखि माथि होमस्टे कता जान्छ कता घाँस के घरिदिँदैछ घाँस बाँस पनि घर बनाउनु आँटेको छ हो यहाँ घाँस काट्दै रहेछौँ मेरो साले और कितना चले यार डिन्डल हेर्दाखेरि मेरो खुट्टा सबै दुखिसक्यो यहाँ कता होमस्टेको बोर्ड थियो त होमस्टे तुम्फा होमस्टे यहाँदेखि जानुपर्छ माथि एउटा बाजे घाँस काट्दै रहेछ गुड मर्निङ बाजे पहिला त सबैलाई चिन्थ्यो कि म यता बस्दा अहिले त कमिलालाई मात्रै चिन्छु अहिले कसैलाई चिन्दिनँ पहिला म यतै बसेको यता भन्दाखेरि म अलिक अगाडि बसेको त मिस्टर बतासेमा साले त्यहाँ बस्दाखेरि मलाई मजा आउँथ्यो अहिले त न त जग्गा मनपर्छ न त मान्छे नै मनपर्छ अलिक अगाडि गएर देखाउँथ्यो मैं तो भाई ये क्या है यार 1 2 3 4 धुलो ऊपर इतना बड़ा मशीन है ये रोड बनाउँदाखेरि ढुङ्गा पेल्ने त यहाँ पो थिएछ क्या हो क्यारेक्सल कि खेरेक्सल भन्छ नि क्या यार हमको पता नहीं इसके अंदर पूरा कंट्रोल इतना बड़ा मशीन बाइक भी है उसके अंदर बहुत सारा सामान है साला टॉर्च लाइट और टॉर्च लाइट दामी खोला पाउँदो रहेछ त यो बाटोको भिड यस्तो खतरा छ कि यहाँदेखि झऱ्यो भने डाइरेक्ट यमराजकोमा दैलो खोलिन्छ क्या त्यस्तो खतरा अप्ठ्यारो भिडहरू छ त्यस्तो भिडहरू काटिकन बनाएको ओ साले मेरो गलेमा फन्दा दिएको छ त कसरी बोक्दा हुँदैन यार यसरी पो बोकिदियो मैले साला फन्दा लुटुमा गडन पनि दिएको छ यहाँ कताबाट नीचे दिखाए त पहिलाको बाटो त उ तल्लोबाट हो इधर नीचे से है रास्ता अहिले रोडहरू सबै बाटोहरू बन्द भयो अन्त यस्तो अग्लो भिड छ अन्त रोड त्यो माथिको बिचमा छ कहाँ छ रोड त रोड छ त्यो माथि यो रुखहरूले छेलेर नै के अभी जुम करके देखाता हूँ मैं रोड माथि पाइप भएकोमा रहेछ अरे मेरो फोन
साला मेरा फ़ोन ही कैमरा ही ख़राब है, नहीं दिखाऊंगा साला। यहाँ से गिर गया तो साला यमराज के मैं दरवाजा खुलेगा। देखो